हाम्रो स्कुलको कार्यक्रममा 5 क्लासबाट आफ्नो प्रस्तुति लिएर आउँदै हुनुहुन्छ ट्यालेन्टेड स्टुडेन्ट। बाबा के भयो? हजुर किन निराश हुनुभएको छ? छोरी, पहिला मलाई यो देशको नागरिक हुनुमा गर्व महसुस हुन्थ्यो, तर आज यो देशको हालत देखेर धेरै पीर लाग्छ। छोरी, तिमी जहाँ गए पनि यो देशप्रतिको माया कहिले नमार्नु है। हुन्छ बाबा, यो देशप्रति मेरो माया मुटु भरि रहनेछ। मेरो आँखामा म राख्नेछु मेरो देश। अब हुन्छ पिट चेन्ज। लेट्स गो। हिमाल देख्न पाए, मैले अक्षर चिनेदेखि नेपाल देख्न पाएँ। सगरमाथा हाम्रो शिर, कसलाई पो हुन्न र देशको माया, कसलाई पो हुन्न देशको पीर। गौतम बुद्ध जन्मिएको देशमा अशान्ति फैलाउनेको कमी छैन यहाँ। पुर्खाको परिश्रमले सिँगारिएको देशलाई हिंसाले मैलाउनेको कमी छैन यहाँ। माटोमा कई बहादुर वीरहरू शहीद भए।
अब त लाग्छ मलाई नेपाली हामी रमुला कहाँ नेपाली नरहे